जस्तो अहिलेसम्म तपाईको स्कुलबाट त्यसरी टेङ्को गरेर एउटा स्कुलबाट निकालिदिएको अनि तपाईको स्कुलमा ल्याएको कतिजना छन्? हैन त्यसरी चाहिँ काउन्टिङ नगरौँ। मैले जापान टु जापान भित्रमा अहिले 60 जनाको प्रोसेस एकैचोटि गरिरहेको छु सर। 60 जनाको? मैले को कति डाटा भन्ने कुरा मसँग डेटा छैन। यो कुराहरू कस्तो छ, कुक भिजामा आउनु भएको छ, छोराछोरी पनि लिएर आउनुभयो, 5-7 वर्ष यहीँ बस्नुभयो हैन। अनि उहाँहरूले अब आफ्नै भिजामा अथवा साकै हो किन धेरै थरीको कुराहरू रुलहरू चेन्ज भयो बितेको 1 वर्षमा। उहाँहरूले अब मेरो छोरा 5 वर्ष यहीँ बस्छ, अब मैले नेपालमा लगेर के गर्ने, मेरो भिजा त लागोस् नलागोस्, बच्चाहरूको करियर अगाडि बढाइदिउँ न भन्ने मलाई लागिरहेछ भनेर उहाँहरूले भिजा एप्लाई गरौँ अथवा स्टुडेन्टमा चेन्ज गरौँ। छोराछोरीहरू भनौँ न, त्यस्तो छ। मसँग धेरै नम्बरमा छ, त्यो नम्बर छ एउटा। अर्को नम्बरभित्र ब्याचलर भिजामा आउनुभयो बितेको 1.5 देखि 2 वर्षभित्रमा। उहाँहरूले मसँग चाहिँ अथवा धेरै तर्फबाट मसँग कनेक्सनमा आउनु भएको छ। उहाँहरूले आउनुभयो, आएर फर्किने पनि अवस्था छैन, जापानमा छ भन्ने कुराहरू अलरेडी आइसकेको छ। अब भिजा दिएन फर्किन। अब अहिले एनटीको रुल लागू गर्नुभयो नेपालमा। त्यति बेला कन्सल्टेन्सीहरू अथवा भनौँ कुनै वर्क एजेन्टहरू अथवा कुनै थ्रुबाट आउनुभयो, सायद आफै पनि धेरैजना आउनुभयो किनभने सजिलो थियो बिचमा ब्याचलर पास आउट गरेको मान्छेहरूलाई आउनलाई। उहाँहरू आउनुभयो, आइसकेपछि अब यहाँको अवस्था फरक छ। उहाँहरूले भनेर सोचेको र देखेको जापानभन्दा रियल जापान अलिकति फरक छ। अब उहाँहरूले अब एजुकेसन बिना केही पनि हुँदैन भनिसकेपछि उहाँहरूले सोच अनुसार उहाँहरूले लिन सक्ने मान्छेहरू धेरै हुनुहुन्छ। कुक भयो, डिपेन्डेन्टको के छ नि? डिपेन्डेन्टहरूको धेरै केसहरू मसँग बुढाबुढीको एकदमै म यो कुरा निकाल्दै थिएँ।